अहिले म नर्वेको यो स्क्यान्डिक होटलमा छु। कहिलेकाहीँको फ्लाइटहरू अलिकति स्याडनेस नै हुन्छ। हिजो मेरो फ्लाइट बर्गेन टु ओस्लो जाने बेलामा क्यान्सलेसन भयो अनि म यहाँ होटलमा आएर बसेको छु। अलि बोरिङ चाहिँ छ। मसँग ट्राभल कार्ड पनि थिएन। मैले अलिअलि रिक्वेस्ट गरेर $10 र युरोमा केही खानेकुराहरू किनेर निर्वाह गरिरहेको छु। कुनै पनि व्यक्तित्वहरू यदि युरोपमा जान थाल्नुभयो भने कहिलेकाहीँ यस्तो समस्या आउँछ। ट्राभल कार्ड चाहिँ बनाएर हिँड्नु होला। कहिलेकाहीँ $10 र युरोले पनि काम गर्दो रहेछ। म हिजो आज एक्सचेन्ज पनि यो एयरपोर्टको नजिकै भेटाएकै छैन। कार्डको मात्रै चल्ने रहेछ। एकजना एयरपोर्टकै प्रहरी म्यानलाई म रिक्वेस्ट गरेर युरो दिएर अलिकति नर्वेजियन पैसा लिई खाना खाइरहेको छु। यो स्क्यान्डियन होटलमा चाहिँ मेरो जब क्यान्सल भएपछि मलाई यहाँ बस्ने व्यवस्था भएको थियो। यहाँ आज दिनभरि म घरमै छु। अब यहाँ अहिले 5:30 भइसक्यो तर घाम लागिरहेको छ। अँध्यारो खासै महसुस गरेकै छैन। राति 3 बजे पनि यस्तै नै हुन्छ। अहिले पनि यस्तै नै छ। अब यहाँ हेर्नुभयो भने त्यो स्क्यान्डिक होटल भनेर देखाइरहेको छ। अब यहाँ यो आफैमा एकदम रमाइलो ठाउँ पनि रहेछ। कहिलेकाहीँ एक्लै ट्राभल होइन, प्रोग्राममा हामी 7-8 जना नै थियौँ। तर आफ्नो आफ्नो ट्रिपमा कोही युके, कोही न्युजिल्यान्ड, कोही नेदरल्यान्ड, कोही ओस्लो पहिल्यै प्रोग्रामहरू एटेन्ड गर्ने भएको हुँदा आफ्नो आफ्नो समयअनुसार चल्यौँ। त्यसमा मेरो फ्लाइट लोकल फ्लाइट चाहिँ क्यान्सल भयो ओस्लो बर्गेन टु नर्वे जानेमा। अब त्यो लोकल फ्लाइट ओस्लो पुग्नु पछि पनि मेरो 4 घन्टा ट्रान्जिट थियो तर अरू कुनै व्यवस्था भएन। यहाँ मैले सम्झेँ बुधको फ्लाइट क्यान्सल हुँदा त एउटा फ्लाइट क्यान्सल भए अर्कोमा राखिदिन्थ्यो, त्यो प्रब्लम हुँदैन थियो। तर यहाँ नर्वे त्यसमा फर्स्ट सेकेन्ड हुने कन्ट्री म आश्चर्य पर्दैछु यस्तो पनि हुँदो रहेछ भनेर। यहाँ अब धेरै मानिसहरू भेट्न पनि सकिँदैन। यो नजिकैको ठाउँ हो तर ठाउँ चाहिँ रमाइलै छ। यो सबैलाई एउटा सजेसन होस्। यो मेरो 2 दिन चाहिँ फ्लाइटको फेरि टाइम बढ्यो। 20 गते फर्किनु पर्नेमा मेरो 22 भएकोले म 2 दिन चाहिँ यतिकै बस्नु परेको छ। This is uneasy, but I'm struggling here. Thank you.